बहादुर नेपालीको क्षतिपूर्ति के हो? तीनटा बुढी थिए, तीनटा बुढी के दुईटा पहिला गएको, एउटाको चाहिँ अर्कोले भुँडी बोकाएको। त्यो त हुने कुरा रहेनछ। तीनटा बुढी हामीले हैनम आसन खोज्दा पनि अब तीनटा बुढी कसरी भयो त? हो मैले देखेको के जगबहादुरको बुढीको नाम एउटा तीनटा बुढी फरिया देवी नेपाली एउटा कन्याकुमारी नेपाली मिल्दैन कि अक्षर मिलाउन बहुत गाह्रो छ। कन्याकुमारी नेपाली हो, मिलेन भने फेरि उ नगर्नु। एकदम हो के तपाईले ठामैमा गएर बताउनु पर्छ फेरि। ल त्यो हो भनेस् त तपाईले मिलेन भने कन्याकुमारी नेपाली दूसर कौन हो रे? झोलमाया अरे बाली झोलमाया नेपाली। अनि के भएको? सबै पहिलो भएको सबै के गर्ने बिहे गर्यो त जम्मै पहिलो जानलाई। अब एउटा बिहा गरे आज जान्छ। झोलमाया नेपालीको गर्भमा भएको बच्चा अब अर्कैको। त्यो एउटाले बिहे गर्ने अर्काको गर्व लिएर ठप कहाँ जाडो नहाल्नु बिहा गर्छौँ त्यस्तै। तर त्यही पनि राखिदिन्छु, भएको नभएको तपाईँलाई निर्देशन गराउँछु। होइन छ भने फेरि यहाँलाई सोध्नु न। यहाँलाई हो के मैले भनेस् त तपाईँ झोलमाया नेपालीको के अरे गर्व अर्कैले बनाएको। ल त्यसपछि त्यसको झोलमाया नेपालीको छोरा पनि पुलको लट्ठामा झुन्नेको अवस्था थियो, पुलिसले निकाल्यो। झोलमाया नेपालीको छोरा पनि पुलमा झुन्डिएको अवस्था थियो, पुलिसले निकाल्नु भयो। त्यसो चाहिँ अर्को छ झोलमाया। अरू कहाँ बताइदियो? अरू बताइदियो अलिक छिटो गर्नु होला, समय रक्सी सेला रक्सी खाने एकदम राम्रो गरौँ। हजुरलाई लिएर गएर तपाईँको त्यो कुन आफ्नो मान्छे छ त्यहाँ गएर, होइन भने फेरि मलाई चुटिया नगराउनु होला। यहाँहरूले भन्नुभएको जिम्मा यहाँ हुनुहुन्छ। खा